एभ्रीबडी आज चाहिँ हामी स्टेज जाँदैछौँ यहाँ साझा बाटोमा अहिले केटाहरूलाई कुरिरहेको अनि यहाँ हाम्रो अनिल भाइ आइसकेको छ कति जाइरहेको छ बिहान उठाएर लिएर आए यहाँ केटाहरू पनि आइसकेको छ दुईजना यहाँ अरू केटाहरू आउनु बाँकी छ सो आज चाहिँ हामी नेचुरल स्विमिङ पुलमा डाइभ हान्नुलाई जाँदैछौँ सिस्नेरी अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ केटाहरू सब आइसक्यो यहाँ सो हामी चाहिँ अब लाग्यौँ यात्रामा सिस्नेरीको बाइकमा अब चाहिँ सातो बाटो हुँदै मालास पिस्तान हुँदै हामी सुन्दर यो जाकारान्डाको बिचबाट हामी हाम्रो यात्रा सुरु गर्दैछौँ एकदम रमाइलो हुनेवाला छ बागमती भयो हामी अहिले चाहिँ हामी 14 आइपुग्यौँ पृष्ठभूमिमा तपाईँहरूले 14 देख्न सक्नुहुन्छ राम्रो छ हामी त अहिले 14 बाट अगाडि लागिसक्यौँ अनि हाम्रो चाहिँ यो 19 ब्याच हो सिभिल इन्जिनियरिङको केटाहरूसँग आज यस्तो रमाइलो गरिदिउँ भनेर विकेन्डमा चाहिँ हिँडेको पौडी खेल्न नेचुरल स्विमिङ पुलमा गएर ड्याम 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 डाइभ हान्ने हो खतरा खतरा भिडियो बनाउने हो सब कुराहरू पछाडि छ हाम्रो साथीको चाहिँ यो साइलेन्सर मोडिफाई भयो अरे मोडिफाई गरे तैँले अलि मोडिफाई गरेको अरे बजा त किरी यहाँ प्रब्लम आयो सानो हाम्रो पुलिस दाइहरूसँग हाम्रो प्रब्लम आयो है केटोले यहाँ मोडिफाई गरेको भन्यो अब हो कि होइन यसले होइन भन्छ यसले चाहिँ ब्लुबुक बोकेर चिट काटेर पानिसक्यो ब्लुबुक नबोकेर चिट काटेर पानिसक्यो यसको हामी चाहिँ ट्राफिकको सेक्सनबाट अगाडि बढेका छौँ हाम्रो साथीको चाहिँ ब्लुबुक नभएको कारणले मान्छेले काटेको छ अब हामी सिधै जानेछौँ बिचराको साथीको 500 खर्च भयो खर्च होस् ठिक्क पऱ्यो त्यसलाई सो हामी चाहिँ अब त्यहाँबाट हामी हेटौडाको बाटो लाग्यौँ है हाम्रो दक्षिणकाली आइपुग्यौँ हामी दक्षिणकाली हुँदै सिस्नेरीको यात्रामा छौँ यो दक्षिणकाली भन्ने बित्तिकै चाहिँ मलाई हुन्छ नि आफ्टर 10 वर्षपछि हामी घुम्न नाच्यौँ क्या साथीहरूसँग त्यो याद आउँछ हामी चाहिँ अब दक्षिणकालीबाट फेरि हामी दक्षिणकाली मन्दिर यहाँ तल छ त्यसलाई छोड्दै हामी सिस्नेरीतिर लाग्दैछौँ अब त्यो सिधै गयो भने चाहिँ सिस्नेरी पुगिन्छ भन्ने कुरो आयो पछाडि लाइन दक्षिणकाली मन्दिरको लागि लाइन लाइन चाहिँ हामी छ दाजु यार बाबे यार दक्षिणकालीमा शनिबार चाहिँ के हो दक्षिणकालीमा शनिबार के हुन्छ र त्यही त है यहाँ चाहिँ बाटो पुरै धुलाम्मे रहेछ यार अफ रोड ओहो धुलो त यार ओहो तर धुलो खाइयो नि त आज
नेपालमा यतिकै बाटो भयो भने फेरि मजा आउँदैन है। एकदमै राम्रो बाटो, पिच बाटो पुगेका छौँ, मजा भएर यहाँ चाहिँ फेरि अब जे जस्तो भए पनि धुलोले सकिहाल्यो, लुगा सुगा सब खतम, अवस्था एकदमै नाजुक भइसकेको थियो धुलोले। अहिले चाहिँ राम्रो छ बाटो, तर केटाहरूले आज खाजा चाहिँ खुवाएन, भोकै या चटपट खानुपर्छ क्या, केही पुऱ्याउने भयो। ओ यहाँ रहेछ खाजा खानु, ओखर डाँडामा आइपुग्यौँ हामी खाजा खानुलाई। यता खानै पर्छ यार, भोक लागिरहेछ यार। अनि फेरि हामी खाजा यहाँ खाने भनेको केटाहरूले यहाँ पनि खाजा खानु दिएनन्। अब आइहाल्छ हिँड्न। अब फेरि हामी अगाडि जाँदैछौँ। केटाहरूले आज साँच्चै भोकै पुऱ्याउनु भयो। केटाहरूले यहाँ पनि खाजा खुवाएन, मेरो लुगाको अवस्था हेर्नु यहाँ धुलोले। केटाहरूले फेरि टोपी उडाउन जस्तो गरेर कुदाउँछ यार। अनि अब सिस्नेरी 3 किलोमिटर जम्मा। केटाहरू चाहिँ यहाँ तुरुक्क मुतेर हिँड्ने प्लानमा छ। 3 किलोमिटर भाइ पागल के त्यो माथि होटल हुँदा चाहिँ रोकिन छ। अब चाहिँ हामी सिस्नेरी बजार आइपुग्न लाग्यौँ है। त्यसो भए तल देख्नु सक्नुहुन्छ सिस्नेरी। खोलाले बगाइदियो बजार यो खोलाबाट पारी। अब फाइनल्ली केटाले खाजा खानु नलेको यार, बजारमा खाजा खाने भनेर फाइनल्ली खाजा अगाडि 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 भन्दा भन्दै खाजा खान ल्या तरकारी छडा मात्र ल्याइदिए। हामी सिस्नेरी खोलामा आएर खाजा खाँदैछौँ है। केटाहरूले आज अगाडि खाने, अगाडि 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 भनेर यहाँले पुऱ्यायो बल्ल बल्ल खाजा खानु पनि। खाजा बजाएर हिँड्यो अगाडि ललिपप चुस्दै। फाइनली गाइस सिस्नेरी आइपुग्यौँ हामी। अब डुबुल किनार्ने हो। उहाँ रोकेको थियो 2-4 टाइम छ।